गुड मर्निङ सबै साथीहरूलाई। आज चाहिँ हाम्रो नेपाल यात्राको प्रथम दिन हो। आज ठिक्कै दसैँको दिन 2 अक्टोबर गान्धी जयन्ती पनि हाम्रो इन्डियामा। र अहिले चाहिँ टाइम चाहिँ भन्नुपर्दा चाहिँ ठ्याक्कै 4 बजे 4:30 भयो। मेरो गाडी यहाँ छ, ब्यागहरू यहाँ रेडी गरेको छु। अब प्याकिङ गर्दाखेरि लगभग आधा घन्टा लाग्छ होला। फुलहरू यस्तो छ, बिहानैको मेरो घरको दृश्यहरू चाहिँ म तपाईँलाई देखाउन गइराखेको छु होइन। मेरो घरको दृश्यहरू चाहिँ यस्तो छ। वरिपरिको दृश्यहरू एकदमै अँध्यारो, अहिलेसम्म उज्यालो केही भएको छैन है। र आजदेखि चाहिँ हाम्रो लगभग 10-15 दिनसम्मको चाहिँ नेपाल यात्रा सुरु हुन्छ। हामी यता पोखरा हुँदै वालिम भएर बुटोल झरेर चाहिँ उता सुर्खेत दाइलेक र लास्टमा रारा लेकसम्मै जाने हाम्रो योजना रहेको छ। र आजदेखि चाहिँ मेरो युट्युब च्यानलमा भिडियो कन्टिन्यू आउँछ। तपाईँहरूले कृपा गरेर मन नपरे पनि हेरिदिनु होला। बाटोघाटोको दृश्यहरू म अपडेट गराउँदै जानेछु। हुन्छ, हामी फेरि भेट्नेछौँ, हेर्दै गर्नु होला। बल्ल 20 मिनटको मेहनत पछाडि ब्यागलाई बाँध्नुमा म सफल भएँ। अहिले 5 बज्नुलाई चाहिँ 10 मिनट रहेको छ। अब म अबको 10-15 मिनटमा चाहिँ यहाँबाट मुभ हुन्छु। अब अलिकति बाइबल पढ्छु, प्रार्थना गर्छु, त्यहाँदेखि चाहिँ हिँड्छु। लगभग 5-10 समय यहाँबाट एकदमै हिँड्नेवालामा छु। र फेरि भेट्नेछौँ। अब मेरो यात्रा सुरु भइरहेको छ। 10-15 दिनको यात्रा अब सुरु भयो है। 20 मिनट पछाडि चाहिँ म काइजोले आइपुगेको छु। हिजो ठुलो पानी परेकोले गर्दाखेरि बाटोघाटो एकदमै पानी जम भइरहेको छ। पानी भराउ, जल भराउ भन्छ यसलाई हो। र आज चाहिँ म यता रेलिङ हुँदै माने भन्ज्याङ भएर जाने मैले निर्णय गरेको छु। बाटो चाहिँ 6 भन्छ, 6 होला। अब यहाँबाट चाहिँ म राइट काटेर जानुपर्छ। लोर लामोको हुँदै म माने भन्ज्याङ पुगेपछि चाहिँ सिमाना सर्टकट लिएर म जान्छु। बाटो चाहिँ यस्तै छ, अप्ठ्यारो बाटो छ। र बाइक चलाइ चाहिँ मेरो धेरै महिना पछाडि भएको। लास्ट हामी लद्दाख गएपछि बाइक थन्का केटाहरूले कुदाउँथ्यो, म चाहिँ कुदाउँदिनँ घरमा चाहिँ, किनभने मन पर्दैन पनि। अहिले त फेरि अब धुलो मुलो, त्यसले गर्दाखेरि चाहिँ 1 साल पछाडि नै अलिअलि चाहिँ अब 8-10 किलोमिटर 20 किलोमिटर चाहिँ कोही बेला चाहिँ कुदाइ चाहिँ हुन्थ्यो। तर अब लङ जर्नी भनेको चाहिँ अब लास्ट टाइम हामी लगभग 7,000 किलोमिटरको लद्दाख राइड गरेको थियौँ जुलाईमा। त्यस पछाडि यो अब अक्टोबर महिना, आज अक्टोबर 2 तारिक हो। र लगभग 14-15 महिनाको पछाडि चाहिँ फेरि यो अब नेपालको पश्चिम मुगु रारासम्मको राइड लगभग हाम्रो 3,000 किलोमिटर जस्तो हुन्छ होला। 3500 म्याक्सिमम् 3500 किलोमिटर हुन्छ। र फेरि राइड गरे हुँदैछ। अब यो पछाडि चाहिँ अब थाहा छैन अब कहाँ गयो हुन्छ। म अहिले कन्टिन्यू हिँडिरहेको छु। अहिले ठक्कै 1 घन्टा भयो म हिँडेको। 5:12 हिँडेको, यहाँ 6:12 ठक्कै भयो। अहिले चाहिँ भर्खर म माने भन्ज्याङदेखि मुनि आरुबोटे भन्ने ठाउँमा पुगेको छु। र 19 किलोमिटर हिँडेछु 1 घन्टामा। भनेपछि बाटोको अवस्था चाहिँ कस्तो थियो होला है। बाटो कम्ती, खड्डा ज्यादा थियो। यहाँ चाहिँ अलिकति हेर्नु लायकको बाटो रहेछ यो आरुबोटे भन्ने ठाउँमा चाहिँ। अब केही किलोमिटर 1-1.5 किलोमिटर पछाडि चाहिँ म रङ्गित मजुवा भन्ने ठाउँमा म पुग्नेछु। त्यहाँ एकजना मेरो एकदमै पुरानो साथी, नभेटेको लगभग निकै वर्ष भयो। हामी लास्ट टाइम धेरै वर्ष अगाडि 2017-18 सालमा हामी मुस्ताङ जाँदाखेरि निस्केको थिएँ। त्यति बेला भेटेको थिएँ, त्यो पछाडि चाहिँ भेटेको छुइनँ। तर आज चाहिँ ठ्याक्कै दसैँ पनि हो।
र त्यसले गर्दाखेरि चाहिँ भेट्नु मन लाग्यो। पुरानो साथी, साह्रै मिल्ने साथी हो, कन्ट्याक्टलेस छ, हुनु चाहिँ अब छन्नु चाहिँ छ, घरमै छ भन्ने इन्फर्मेसन चाहिँ छ मलाई। म जानेछु त्यहाँ भनेको पनि छैन, किन फोन पनि छैन हो। र यहाँबाट अलिक 3-4 किलोमिटर अगाडि चाहिँ उसको घर छ, बाटोदेखि अलिकति हिँड्नुपर्छ। र म त्यहाँ उसलाई भेट्ने छु र तपाईँहरूसँग पनि भेटाउने छु। मेरो साथी जेपी राई, जापाने हो उसको नाम चाहिँ, रङ्गित मजुवाको हो उस चाहिँ। धेरै साल भयो, पहिला हामीसँगै डोली हिँडेको। एनिवे यस्तै छ, बाटोघाटो साह्रो अपडेट गर्दिनँ। अब म अलिकति अगाडि पुगेपछि चाहिँ यो लोवर बतासे होला चाहिँ भन्छ होला। अब एउटा खोला आउँछ, खोला तरेपछि चाहिँ म रङ्गित मजुवा पुग्छु। यस्तो रहेछ यो सलिना सुब्बा एडभोकेटको हो, सलिना सुब्बा एडभोकेट पनि लेखेको छ हो। वाट एभर। अब भने चाहिँ म रङ्गित मजुवा पुगेको। अब यहाँबाट चाहिँ 3-4 किलोमिटर 5 किलोमिटर छ माने भन्ज्याङ पुग्नु, तर बाटो चाहिँ खराब छ। 5 किलोमिटरको लागि मलाई आधी घन्टै लाग्छ होला, तर म टाइम चाहिँ लाग्छ किनभने मेरो साथीलाई भेट्नुपर्ने छ यहाँ। अब छ कि छैन, अब ससुराली नेपाल ससुराली भन्थ्यो, अब ससुरालीतिर लाग्यो कि जे भए पनि म निस्किनु चाहिँ निस्किन्छु है। अब भने चाहिँ म हिँडेर जाँदैछु, त्यसलाई एउटा सरप्राइज पनि हुन्छ, चिन्छ कि चिन्दैन त त्यसले। सुन्नुहोस् न, हाम्रो जापाने घर त कहाँ पो? ए माथि कहाँबाट जानु पऱ्यो? ए अलिक अगाडिबाट हो। घरमा छ छैन त्यो चाहिँ थाहा भएन हो। भिडियो गर्दै गयो भने पनि के सम्झिन्छ होला हो। पहिला गरे यतिकै रहेछ, टोइलेट बनाएछ नयाँ। उसको दाजुको घरहरू थियो पहिला। फाइनली म यहाँ साथी घरमा आइपुगेको छु। यहाँ चाहिँ हाम्रो जेपी साथी 2004 सम्म हामीसँगै थियौँ होइन, 2004 सम्म थियौँ होइन। सिक्किममा कतिसम्म? 4 सम्म होला, 6 सम्म हो। 2006 सम्म चाहिँ हामीसँगै थियौँ, त्यहाँदेखि छुट्टिएको चाहिँ आज 2017 मा एकपल्ट भेटेको थियौँ, त्यहाँदेखि चाहिँ आज भेटाइ हुँदैछ लगभग 8 वर्ष पछाडि। अलिक बिमार भएछ बिचमा। यहाँ चाहिँ बुहारी मेरो लागि खाजा बनाउनुहुन्छ। मभन्दा 1 वर्ष सानो रहेछ। पहिला त्यत्रो साल बस्दाखेरि चाहिँ कहिले पनि उमेर सोधासोध गरिएन हो। अहिले ऊ 74 को रहेछ, 1974, म 1973। तर अचम्मको कुरा चाहिँ आमा पनि हुनुहुँदो रहेछ यहाँ हो। एकदम तगडा हुनुहुँदो रहेछ आमा। धेरै साल, आजभन्दा 25-26 वर्ष अगाडि चाहिँ यहाँ आउँदाखेरि चाहिँ उहाँलाई भेटेको, बिर्सिनु भएको छैन जस्तो मलाई लाग्यो कि। होइन भिडियो बनाएको आमा। अब यस्तो छ, धेरै साल पछाडि साथीहरूसँग भेटघाट भएको छ, रमाइलो भइरहेको छ मलाई। गाउँ पनि बाक्लो भएछ, यहाँ आफ्नै दाजुभाइहरू हो सायद। त्यो घरमा पहिला मरौमा आएको। यो पारि सुकिया खण्ड अँध्यारो भएको छ, घाम लागिरहेको छ। म हिँडेको 2 घन्टा 20 मिनट भयो। त्यसमा 45 मिनट चाहिँ तल साथीकोमा गफ गराइ खाजा खाइ भयो। र माने भन्ज्याङ फाइनली 7:30 मा चाहिँ माने भन्ज्याङ आइपुगेको छु। अब यहाँबाट मलाई पशुपति पुग्नुलाई लगभग आधा घन्टा लाग्छ। भरे चाहिँ 8 बजी म पशुपति पुग्छु र त्यहाँबाट लगभग 9 त बज्छ होला त्यो भन्सार बनाउँदा, पैसा साट्दा हो। पुरा फगी डे भएको छ, पानी चाहिँ परेको छैन। त्यो चाहिँ मेरो लागि गुड लक हो। अब त्यहाँ तिरपाल निकाल्दा र रेनकोट निकाल्दा हुन्छ। र यो चाहिँ माने भन्ज्याङ। अब यहाँ बाटोपछि म सर्टकट लिएर सिधै सिमाना निस्किने, त्यहाँदेखि चाहिँ पशुपति गएर त्यहाँदेखि चाहिँ लाग्ने। चिसो रहेछ, निकै चिसो छ। फाइनली म सिमाना आइपुगेँ है। र मलाई माने भन्ज्याङबाट सिमाना आउनु चाहिँ 10 मिनट लागेन, 5 मिनट लाग्यो। म नेपाल भिजिट गर्दाखेरि यो च्यानडाँडा, यो एउटा भ्यू पोइन्टमा चाहिँ
जहिले पनि म चियाहरू खाने गर्छु, तर आज चाहिँ मेरोमा टाइम छैन। बिहानै टुरिस्टहरू एकदमै रहेछ, दसैँको दिन आज हो। र यहाँ पशुपति चाहिँ 6 किलोमिटर रहेछ, लगभग 15 मिनटमा पुगिहाल्छु म यहाँबाट। अहिले पशुपतिमा छु म चाहिँ, भर्खर आइपुगेर यहाँ भन्सार कार्यालय भन्सार बनाइराखेको छु। 15 डेजको बनिराखेको छु मैले। 200 रुपियाँ आइसी एनसी लाग्दो रहेछ। 15 दिनको बनाएँ। अब अगाडि गएर ट्रान्सपोर्ट यातायात काट्नु पर्नेछ। बल्ल बल्ल चाराली भन्ने ठाउँमा आइपुगेँ। 10 बजेर 23 मिनट भएछ। 5 बजी हिँडेको, लगभग 5 घन्टा लाग्यो। त्यसमा 45 मिनट चाहिँ म माथि खाजा खाइ बसेँ र अरू चाहिँ पानी पर्यो, फिक्कलमा पुरा पानी पर्यो। फेरि उता पशुपतिमा यता भन्सार बनाउँदाखेरि आधा घन्टा त भयो होला, लगभग 3.5 घन्टा जस्तो चाहिँ हिँड्यो होला। र फाइनली चाराली आइपुगेँ। र यो चाराली चोकमा चाहिँ मेरो साथी छ, त्यहाँ कहाँ बसिरहेको होला। म यहाँबाट राइट काटेर चाहिँ काठमाडौँतर्फ लाग्नु पर्छ। त्यसो हुँदाखेरि चाहिँ यता हेर्दै म जान्छु। मेरो साथी यहाँ आइपुग्यो। अन्त साथी कहाँ पो बसिरहेको थियो हो? अन्त माथि त पानी परेर हत्तु नि हो। रेनकोट लाएर बिजोक भइने म त। अब हामी बिर्ता मोड पुग्नु चाहिँ 1 किलोमिटर छ। टाइम भनेको टाइम कति भयो सर? 11 बज्नु आँट्यो, 15 मिनट छ। 11 बज्नु 15 मिनटमा चाहिँ हामी बिर्ता मोड पुग्न आँट्यौँ। प्राय दोकानहरू चाहिँ बन्दै रहेछ आज। एउटा मात्रै खुल्ला छ। ठ्याक्कै 12:30 भयो। हामी चाहिँ यहाँ उर्लाबारीको यो के हो? रानाइको हस्पिटल। आज ठ्याक्कै दसैँको दिनमा चाहिँ के नपाउँदो रहेछ हो। यहाँ चाउमिन चाहिँ खाने भनेर सोचिरहेको छौँ। यहाँ मेरो साथी। अहिले पेट्रोल हामीले बोतलको पेट्रोल हाल्यौँ। हाम्रो बाइकहरू चाहिँ यस्तो छ। र हामी यहाँ सानो दोकानमा बसिरहेको छौँ। चियाको अर्डर दिएको छौँ। चत्तारा रोड। हजुर जुस म त नखाने। आऊ न, म त नखाने, म त हुँदैन नि त। जङ्गलभित्र छौँ। अब कोशी ब्रिज हामी पुग्न आँटेको छौँ। हाम्रो रोहित साथी आउनु हुँदैछ। हेलो, हिँड्नु भयो। मेरो साथी कैलाश आइराखेको छ। बारा क्षेत्रमा हामी छौँ अहिले भनेको भर्खर। यो कोशी पुल हो। यो यता गयो भने सप्तकोशी तल ब्यारेज यता पर्छ हो। तिनीहरूबाट आउने बाटो चाहिँ अब यहाँ बाटो आएको। यहाँ चाहिँ मान्छे पुरा दसैँ मनाउनु आएको रहेछ हो। यस्तो छ, रमझम छ, सब कप्पलहरू छ। पानी भर्खर रहेको छ। हामी चाहिँ पुरा त्रिपल लगाएको छौँ यहाँ। साथीको त्रिपल यस्तो खालको त्रिपलमा हामी छौँ। रूपनगरको छेउमा छौँ हामी। यो बगरमा चाहिँ यो सेतो के को फुल हो? यो यस्तो खालको सेतो फुल अचम्मै छ। वरिपरि टाइम भने चाहिँ 4 बज्न आँटेको छ। फाइनली 260 किलोमिटर मात्रै आज हिँडाइ भयो। र हामी यो ठाउँमा चिसो पानी, यहाँबाट हामी यताबाट चाहिँ लगभग 200 किलोमिटर पर्छ। यो चिसो पानी भन्ने जग्गा रहेछ। यो गाईघाटदेखि अगाडि लगभग 20 किलोमिटर अगाडि
एउटा यो फास्ट चार्जिङ सेन्टर चाहिँ होटलमै रहेछ हो। हामी यहाँ पुगेका छौँ। आज यहीँ रेस्ट गर्ने, बिहान छिटो जाने हो हामी। हाम्रो खाना पनि भयो। अब यो हाम्रो साथीले मजाले तम्साउँदैछ।